Hi guys, आज हामी आलुको अचार बनाउँदैछौँ। सुरुमा अनियन्स काटेर अनि साइडमा राखेछौँ and then cucumber carrot काटेर गाजर अनि potatoes like peel गरेर राख्दैछौँ बोलमा अनि सबै जे काट्नु पर्छ त्यही बोलमा राख्नु होला अनि लास्टमा सबैलाई मुछ्ने हातले ग्वाम मोके पारी अनि मसलाहरू सबै राखेर नुन प्याज सबै अनि एउटा प्यान सेपरेट प्यानमा लिएर तेल हाल्नु अनि मेथी हालेर फ्लप अनि टर्मरिक हाल्नु होला अनि टर्मरिक हाल्नु होला अनि and then मिक्स गर्नु होला हात चाहिँ युज नगर्नु बिकज इट्स टु हट and then त्यो सबै कुरा हाम्रो मुछेको कुरा माथि हाल्नु होला अनि फेरि मुछ्नु होला and then धनिया हाल्नु होला माथि अनि सबै मिक्स गरेर मिठो